2063 पछि जब राज संस्थालाई पाखा लगाइयो, राज संस्थाको पक्षमा देखा परेको यो सबैभन्दा ठुलो जनप्रदर्शन थियो। हजुरले लास्ट टाइम भेटेको कहिले? लास्ट टाइम योभन्दा अगाडि भेटेको कुरा गर्ने हो भने भेट्न त मैले बिचबिचमा पटक पटक भेटेको छु, तर अन्तरङ्ग अलि लामो कुराकानी भएको 2078 साल कार्तिक 11 गते। भनेपछि एक हिसाबले भन्नुपर्दाखेरि ठ्याक्कै दिन पनि याद छ हजुरलाई? कन्टै छ किन, त्यो त एउटा मेरो निमित्त ऐतिहासिक भेटघाटै थियो, अविस्मरणीय भेटघाट भनौँ न। हो त्यसको तस्बिर पनि देयर यु गो। यो त पछिको, यो त अलि पछिको, यो अलि पछिको हो हैन? दशैंको हो यो दशैंको। त्यो जुन भिडियो हामीले देख्यौँ नि हैन, तिमीहरूले पनि देख्यौ क्यारे त्यो भिडियो हैन? सरको भिडियो हैन, प्रहरीसँग त्यो माहौल, त्यहाँको त्यो माहौल कस्तो थियो? हामी त गएनौँ, हामीले त देखेनौँ, हामी त टेलिभिजनमा हेऱ्यौँ। अब राजालाई स्वागत गर्न भनेर विमानस्थलमा गएको र स्वाभाविक रूपले अब राजा पोखराबाट फर्केपछि त्यो मूल गेटमै स्वागत गरौँ भन्ने मेरो चाहना थियो। त्यसकारणले म त्यो मूल गेटमा जान चाहन्थेँ। त्यहाँ प्रहरीहरूले केही समय रोक्ने काम गरे र पछि सम्झाएपछि उहाँहरूले त्यसलाई सहज रूपमा लिनुभयो र व्यवस्थित गर्ने प्रयास गर्नुभयो। तर जब राजाको गाडी आइसकेपछि त्यहाँ एकछिन चाहिँ नि धक्कमधक्का ठेलमठेल भयो। त्यो ठेलमठेल, त्यो धक्कमधक्कामा हजुर पनि बिचमा मिक्समा होइन? हुन त मलाई के अरे सुरक्षा अधिकृतहरूले भित्रै एयरपोर्टभित्रै भिभिआइपी कक्षमा गएर त्यहाँ स्वागत गर्ने हो कि भनेर भनेको थिएँ। मैले भने म अब जनताको माझमा छु, मैले स्वागतको निमित्त आउनको लागि जनतालाई आह्वान पनि गरेको छु र म चाहिँ भित्र भिआइपी कोठामा जानु उपयुक्त हुँदैन, म यहीँ बस्छु र सडकबाटै राजालाई स्वागत गर्छु भनेर त्यो एउटा साङ्केतिक एउटा मेरो चाहना पनि थियो। यो हजुरले नै सोसियल मिडियामा हाल्नु भएको छ नि होइन? कति मान्छे आयो जस्तो लाग्छ हजुरलाई? तथ्याङ्कै त हेरेको थिएँ मैले, कतै न कतै सुनेको थिएँ। अब ठ्याक्कै एक्ज्याक्टली भन्न त गाह्रो पर्छ, तर मलाई लाग्छ के भने 40-50 हजार जति मान्छेहरू सडकमा थिए र त्यसको साथसाथै अब त्यो राजाको कारकेज चाहिँ नि अगाडि बढ्दै जाँदा सडकको दायाँ बायाँ उपस्थित हुनेहरू सङ्ख्या अझ बढी थियो जस्तो मलाई लाग्छ। यो दायाँ बायाँको मान्छेले गर्दा पनि हो यो भिडभाड देखेको त? त्यसमा डाउटै छैन। संसारभरिको न्युजले धेरैजनाले कभर गर्नुभएको छ यसलाई होइन? यसलाई के कुन हिसाबले लिनुहुन्छ? जितको हिसाबले लिनुहुन्छ कि सुरुवातको हिसाबले लिनुहुन्छ कि यो देशलाई कतातिर लाने बाटोतर्फ लिनुहुन्छ कि? मैले मेरो आफ्नो सामाजिक सञ्जाल मार्फत यो जनप्रदर्शनलाई तेस्रो जनआन्दोलनको शुभारम्भ भनेर लेखेको थिएँ। त्यसको कारण छ, त्यो के हो भने 2063 पछि जब राज संस्थालाई पाखा लगाइयो, राज संस्थाको पक्षमा देखा परेको यो सबैभन्दा ठुलो जनप्रदर्शन थियो र त्यसको साथसाथै 62-63 को आन्दोलनमा देखा परेको जुन एउटा
जनसहभागिता थियो। करिब करिब त्यही हाराहारीमा यो जनसहभागिता रहेको मैले पाएँ र त्यही कारणले गर्दाखेरि हुनसक्छ राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको पनि ध्यान गयो। किनभने अब ६३ सालको जनआन्दोलनले राज संस्थालाई पाखा लगाउने पूर्वाधार तयार गरेको थियो। यद्यपि राज संस्थालाई षड्यन्त्रपूर्वक पाखा लगाइएको भन्ने मेरो भनाइ छ, दाबी छ। तथापि राज संस्था पाखा लगाइसकेपछि यति ठुलो सङ्ख्यामा जनता उपस्थित हुनुले राज संस्था पुनर्स्थापनाको निमित्त एउटा वातावरण तयार गरेको मलाई लाग्दछ। यही टाइममा जस्तो लाग्छ हजुरले हो। हो खदा दिनुभयो हजुर? खादा होइन, साथसाथै नेपालको झन्डा त त्यो पछि छ के अरे, अलि पछि छ के अरे। उहाँले मैले चाहिँ खादा दिएँ र चाहिँ राजाको प्रति चाहिँ शुभकामना व्यक्त गरेँ र राजाले धन्यवाद भन्ने भने आयो। धेरैजना साथीहरूले भन्नुभएको छ कि ठिक छ, उहाँ काठमाडौँबाट पोखराबाट काठमाडौँ, संसारबाट काठमाडौँ धेरैचोटि आउनु भएको छ, यसपालि चाहिँ के डिफ्रेन्ट भयो त, के नयाँ भयो त भनेर धेरैले जो भन्नुभएको छ। होइन, वास्तवमा राजा पोखराबाट काठमाडौँ आएको हुनाले यो भव्य स्वागत भएको होइन। राजाको अघि तपाईँले भन्नुभयो जस्तै विभिन्न जिल्लाहरूको भ्रमणबाट यसपटक योभन्दा अगाडि पनि पटक पटक काठमाडौँ आगमन भएको छ। यो पटकको राजाको स्वागतको अर्थ छ, त्यो चाहिँ के हो भनेदेखि राजाले प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते राष्ट्रको नाउँमा एउटा महत्त्वपूर्ण सन्देश दिनुभएको थियो र त्यो सन्देशमा देशको अवस्थाका बारेमा मार्मिक चित्रण गरिएको थियो र देशलाई सङ्कटबाट मुक्त तुल्याउन राजा र जनताको बीचमा साझेदारीको आवश्यकता छ। मैले विगतमा पनि त्याग गरेँ, म अझ त्याग गर्न तयार छु र देशलाई सङ्कटबाट मुक्त तुल्याउनको निमित्त मलाई सहयोग गर्नु पर्यो, सहयोग गर्नुहोस् भनेर राजाले आह्वान गर्नुभएको थियो र त्यो आह्वान लाई अनुमोदन गर्दै वा त्यसलाई आत्मसात गर्दै वा राजाको त्यो सहयोगको निमित्त गरिएको आह्वानप्रति ऐक्यबद्धता प्रकट गर्नको निमित्त यसपटक जनता सडकमा आएका हुन्। 12-13 हजारजना साथीहरू र डिजिटलमा कतिजनाले हेर्नुभयो त्यो कुरा होइन। अब कतिले त्यो आफूलाई म यसको साथमा छु अथवा कतिले धेरै मेजोरिटीले त मलाई लाग्छ कि यो के भइरहेछ भनेर सोचिरह होलान् होइन। अनि त्यसपछि मेजोरिटी साथीहरूले पनि यस्तो त हुनु हुँदैन भनेर पनि भनिरहेछन् होइन। यो हजुरलाई थाहा छैन, मैले त्यो डिजिटलको भन्नै परेन, कमेन्ट सेक्सन त हजुरले पनि हेर्नुहुन्छ। उहाँलाई राम्रोसँग चिन्नुहुन्छ हजुरले? चिन्छु नि, नजिकैबाट चिन्नुहुन्छ हजुर? नजिकबाट चिन्छु। म विद्यार्थी युवा अवस्थादेखि नै राजा ज्ञानेन्द्र, तत्कालीन अधिराज कुमार ज्ञानेन्द्रसँग निकट भएर काम गरेको व्यक्ति हुँ। खास गरी राजा वीरेन्द्रको कार्यकालमा अधिराज कुमार धीरेन्द्र र अधिराज कुमार ज्ञानेन्द्रसँग त्यो बेलादेखि नै मेरो सम्बन्ध थियो। सो कति भिडियोजहरू जुन सोसियल मिडियामा छन्, जुन भिडियोमा धेरैजनाले भनेका छन् कि त्यतिखेर बिजनेस गरिन्थ्यो, व्यापार गरिन्थ्यो, धेरै सामानहरू माथि तल गरिन्थ्यो, यो हुन्थ्यो त्यो हुन्थ्यो भन्ने जुन भिडियोहरू छ, हजुरको थट प्रोसेस के छ त्यसमा? यति लामो समय सङ्गत गर्नुभयो होइन? होइन, अब राजा र राजपरिवारका सदस्यहरूको स्वाभाविक रूपले भिन्न भिन्न जिम्मेवारीहरू हुन्छ, दायित्व पनि हुन्छ। त्यो क्रममा राजपरिवारका सदस्यहरूले आफ्नो जीविकाको निमित्त व्यवसाय गर्नुलाई हामीले अस्वाभाविक ठान्नु पनि हुँदैन। त्यो नेपालमा मात्र होइन, अन्य मुलुकमा पनि राजपरिवारका सदस्यहरूले प्रचलित कानुनको परिधिभित्र रहेर सरकारका नीति नियमहरूको पालना गरेर आफ्नो र परिवारको जीवनयापनको निमित्त व्यवसाय गर्नु त्यो स्वाभाविकै हो। त्यो क्रममा अधिराज कुमार धीरेन्द्र, अधिराज कुमार ज्ञानेन्द्रको पनि केही व्यवसायहरू रहेको मैले थाहा पाएको हुँ। ओ वाह, कहिलेको तस्बिर यो? कहिलेको तस्बिर यो थाहा छ? डेट छ तस्बिरको?
धेरै पुरानो धेरै हुनुपर्छ पुरा यो। जुम इन बाबु अलि तल जाउनु भयो छैन यसमा यो त्यसमा डिटेल छैन वाउ को हुनुहुन्छ यसमा हजुरलाई याद भए अब सबभन्दा उभिएको Far चाहिँ left मा? फार लेफ्ट बायाँपट्टि उभिएकोमा अधिराज कुमार धीरेन्द्र, अधिराज कुमार ज्ञानेन्द्र, राजा वीरेन्द्र, बडा महारानी ऐश्वर्य, बडा महारानी पछि बडा महारानी हुनुभएकी कोमल र अधिराज कुमार धीरेन्द्रकी धर्मपत्नी अधिराज कुमारी प्रेक्षा र तल चाहिँ नि बसेकोमा अब युवराज धीराज दिपेन्द्र र यतापट्टिको फार राइट फार राइटको चाहिँ नि दौरा सुरुवालमा युवराज पारस, बिचको तीनजना नानीहरूको बच्चीहरूको बारेमा चाहिँ मलाई थाहा छैन। अब त्यसपछि बिचमा रहनुभएकी मुवा बडा महारानी रत्न। कसैले 2008 अगाडिको कुरा गर्दैछु मैले 2008 अगाडि 2008 एडी अगाडिको कुरा है कसैले राज परिवारको बारेमा औँला उठाएर के भन्न सक्छ यदि गलत भइरहेछ भने कोही न कोही जो भए पनि होइन रोयल फ्यामिलीको जो व्यक्ति भए पनि नजिकको व्यक्ति भने होइन मैले होइन डाइरेक्ट ब्लड लाइन होइन कसैले गलत गरिरहेछ भने कसैले के भन्न सक्थ्यो नि किन नसक्ने त्यो बेलामा पनि भएका केही गल्तीहरूका बारेमा चर्चा परिचर्चाहरू भएकै हुन्। केवल राजगद्दीका उत्तराधिकारीहरू राजा बडा महारानी युवराजका बारेमा चाहिँ कानुन बमोजिम नै एउटा सीमाभन्दा बढी बाहिर गएर आलोचना गर्ने आरोप लगाउने वा चाहिँ नकारात्मक टिका टिप्पणी गर्ने अवस्था थिएन। तर अन्य राज परिवारका सदस्यहरूको बारेमा त यदाकदा टिका टिप्पणीहरू भइरहन्थे नि। त्यो बेलामा चाहिँ नि अब युवराज पारसकै घटनालाई लिएर पनि कत्रो जुलुस भयो, हस्ताक्षर सङ्कलन भयो, राजा वीरेन्द्र समक्ष चाहिँ नि त्यसको रिपोर्ट पेश गरियो। यस्ता घटनाक्रमहरू भएका छन् विगतमा। तपाईले हाम्रो क्लिप एकदमै एन्जोय गर्नुभयो होला। अब पुरै भिडियो हेर्नको लागि चाहिँ युट्युबमा सब्स्क्राइब गर्न नबिर्सिनु होला। व्यास मिडिया नेटवर्क।